तपाईहरुलाई के लाग्छ? पहिलो पार्टी कांग्रेस हुन्छ होला? कि त पहिलो पार्टी रासपा हुन्छ? कि त पहिलो पार्टी एमाले हुन्छ जस्तो लाग्छ? कि त पहिलो पार्टी माओवादी अहिले कम्युनिस्ट भएको छ? नेकपा कम्युनिस्ट प्रचण्डको पार्टी हुन्छ जस्तो लाग्छ? तपाईहरु अलि कन्फ्युज हुनुहुन्छ नि। कहिले थाहा हुन्छ? चुनाव फागुन 21 को चुनावपछि। तर यो कुरा तपाईहरु 100% तपाईहरुलाई थाहा छ कि फागुन 21 पछि 22 पनि आउँछ। 22 पछि 23 पनि आउँछ। अहिले तपाईको गाउँमा, तपाईको घरमा, तपाईको समाज, तपाईको परिवेश, तपाईको जिल्ला वरिपरि केन्द्रका नेताहरू आउनुभएको छ अथवा सांसद उठ्ने नेताहरू तपाईको वरिपरि हुनुहुन्छ र सधैँ ती नेताहरू तपाईहरुको वरिपरि हुनुहुन्न र ती भेलाहरू पनि तपाईहरुको वरिपरि हुँदैनन्। र जति अहिले तपाईँ एउटा भेलाको बिचमा हुनुहुन्छ, त्यो भेला भनेको यदि कांग्रेस हुनुहुन्छ भने कांग्रेसमय अथवा कांग्रेसको बिचमा हुनुहुन्छ, एमाले हुनुहुन्छ भने एमालेको बिचमा हुनुहुन्छ। तर सधैँभरि त्यो भेला हुँदैनन्। अरू बेला यो फागुन 21 को चुनावपछिबाट के हुन्छ? तपाईको वल्लो घर, पल्लो घर, दाजुभाइ, छरछिमेकी हुन्छन्। त्यो छरछिमेकी, वल्लो घर, पल्लो घर, दाजुभाइ भनेको सबै एमालेको कार्यकर्ता अथवा एमाले हुँदैनन्। सबै कांग्रेस हुँदैनन्, सबै रासपा र अरू अन्य कुनै पनि पार्टीका सबै हुँदैनन्। त्यतिखेर तपाईलाई त्यो पार्टीभन्दा पनि वल्लो घरको, पल्लो घरको दाजुभाइ आवश्यक पर्छ। त्यसले गर्दाखेरि पार्टी कुनै पनि पार्टीमा तपाईहरुको आस्था हुनु अथवा कोही एमाले हुनु, कोही कांग्रेस हुनु ठिक छ। तर पुरै कमेन्टमा अथवा कसैलाई व्यक्तिगत रूपमा, पूर्ण रूपमा गाली गर्ने, कसैको त्यो अभिव्यक्ति देख्ने बित्तिकै गाली गर्ने, कांग्रेस देख्ने एमाले छ भने कांग्रेस देख्ने बित्तिकै रिसाउने अथवा गाली गर्ने, त्यस्तै अभिव्यक्तिहरू बोल्ने गर्नु हुँदैन। किनभने 21 पछि 22 आउँछ, त्यसपछि तपाईहरुलाई तपाईको छेउमा रहेका नेताहरू हुँदैनन् र तपाईहरुलाई चाहिने भनेकै छरछिमेकी साथीभाइ नै हो। त्यो छरछिमेकी साथीभाइ भनेको सबै तपाईँ जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीको नहुन सक्छन्। त्यसले गर्दाखेरि एकदम सभ्य भएर आफू जुन पार्टीमा छु, त्यो पार्टीको आफ्नो नैतिकताले दिएसम्म, आफूले भ्याएसम्म आफ्नो पार्टीलाई जिताउने प्रयासमा लाग्नुहोस्, ताकि अरूलाई नराम्रो गरेर, अरूलाई कुभालो गरेर, अरूलाई क्षति पुर्याएर गर्ने होइन। र अरू पार्टीको अथवा अरू कुनै पार्टीलाई पनि सम्मान गर्ने, उनीहरूले आफ्नो तरिकाले चुनावको माहौल बनाउँछन्, आफूले आफ्नो तरिकाले चुनावको माहौल बनाउने। किनकि सधैँभरि कुनै पनि देशमा एउटा मात्रै पार्टीले देश चलाउने होइन। सरकार बनेपछि विपक्ष पनि चाहिन्छ, विपक्ष भएपछि सरकार बनाउने पार्टी पनि चाहिन्छ। त्यसले गर्दा 2 अथवा 2 भन्दा बढी दलहरू आवश्यक छ र नेपालमा फेरि 2 दल मात्रै भन्ने पनि छैन। जतिवटा दल पनि खोल्न पाउने नेपालको सरकारको अथवा नेपालको के त कानुनै छ। त्यसले गर्दाखेरि एकदेखि अर्को जतिवटा दल छन्, आफ्नो इच्छा अनुसारले आफ्नो दलमा आफ्नो विचारले लागेका हुन्छन्। त्यसले गर्दाखेरि आफ्नो विचार जति आफ्नो पार्टीमा लाग्छ भने अर्को व्यक्तिलाई पनि त्यति नै उसको पार्टी प्रति चाहिँ लागेको हुन्छ। त्यसले गर्दा आफ्नो पार्टी मात्रै सही, सबै कुरा आफ्नो पार्टी मात्रै राम्रो होइन। आफ्नो विचार आफूमा राख्ने, उसको विचार उसमा हुन्छ। त्यसले गर्दाखेरि आफ्नो चुनावमा आफूले माहौल बनाउने र अरूको पार्टीलाई पनि सम्मान गर्न सिकौँ र यति कुरा ढुक्क हुनुहोस्, कुन पार्टीले जित्छ, कुन पार्टी पहिलो हुन्छ, कुन पार्टीले बहुमत ल्याउँछ, कुन पार्टीको सरकार बन्छ, त्यो तपाईहरुलाई अहिले थाहा छैन। फागुनको 21 को चुनावपछि थाहा हुन्छ भने अवश्य तपाईहरुलाई यो थाहा छ कि फागुन 21 पछि 22 हुन्छ र तपाईहरु अहिले जति जुन घेरामा हुनुहुन्छ, पार्टीको घेरामा हुनुहुन्छ, त्यो घेरा टुट्छ र साथीभाइ, आफ्ना आफन्त भनेको सबै पार्टीका हुन्छन्। त्यसले गर्दा सभ्य भएर आनन्दले आफ्नो पार्टीको चुनावको माहौल बनाउनुहोस्। जम्मा 6 दिन छ। 6 दिन पछाडि बल्ल तपाईहरुको आँखा खुल्ने छ। त्यसले गर्दा अहिले नै आँखा खोलेर आफ्नो पार्टीलाई सभ्य भाषामा अथवा सभ्य तरिकाले चुनावको माहौल बनाउनुहोस्।